आज हामी विशेष गरी राम राज्य परिषदका अध्यक्ष जगतबहादुर थापाजीसँग पछिल्लो पटकका नेपालको राजनीतिक अवस्था र अहिले यो राजनीतिक भिडमा जुन राम राज्य परिषद भनेर अगाडि बढाइराख्नु भएको छ उहाँसँग केही समसामयिक विषयमा कुराकानी गर्नेछौँ। कुराकानीमा यहाँलाई स्वागत छ। सर्वप्रथम चाहिँ र खास तपाईँले जुन राम राज्य परिषद भनेर अगाडि बढाउनु भएको छ यो के हो? खास चाहिँ यो राजनीतिक दल हो या सामाजिक संस्था हो या यसले राजनीतिक दल हो भने यसले कुन तरिकाले देशमा छ नि शासन अगाडि बढाउँछ? एट फर्स्ट तपाईँको परिचय सहित यो विषयमा केही प्रकाश पारिदिनुहुन्छ कि? धन्यवाद। जय होस्, जय श्री राम। मेरो नाम जगतबहादुर थापा, जिम्मेदारी धर्माध्यक्ष, संगठन सत्य सनातन राष्ट्रवादी संगठन राम राज्य परिषद र यो राजनीतिक क्षेत्रमा यसले चाहिँ प्रतिनिधित्व गर्छ र हामीसँग धर्म र राजनीतिलाई उत्तिकै महत्त्व दिने गरी हामीले धार्मिक महागठबन्धन पनि गठन गरेका छौँ र यसमा धार्मिक क्षेत्रभित्रका यो चाहिँ जगतगुरु, सन्त, महन्त, मठाधीश, पीठाधीश यी सबै यसमा पुजारी, पण्डित सबै यसमा धार्मिक महागठबन्धनभित्र हुनुहुन्छ। र अहिले यो राम राज्यको आवश्यकता किन पर्यो भन्दा अहिले नेपालमा हामी यो जनगणना तथ्याङ्क अनुसार 81.19% छौँ। हामी वैदिक सनातन धर्मावलम्बी, तर वैदिक सनातनलम्बी हुँदा पनि नेपालमा 2063 जेठ 4 गतेदेखि नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइयो। धर्मनिरपेक्ष राष्ट्र, निरपेक्ष भनेको सर्वधर्म समभाव हो भनेर अर्थाइन्छ, त्यो होइन। धर्मनिरपेक्ष भनेको नहुनु हो, सापेक्ष भनेको हुनु, निरपेक्ष भनेको नहुनु हो। र यो नेपालमा धर्म नभएको राष्ट्र अधर्मी राष्ट्र नेपाल भन्ने सन्दर्भमा त्यसरी जनाउँछ। त्यसकारण हामीलाई यो आपत्तिजनक छ। सम्पूर्ण यत्रो झन्डै 82% सनातन धर्मावलम्बीहरू बसोबास गर्ने देशलाई र चाहिँ पहिले संसारको एकमात्र हिन्दू राष्ट्रको नाममा परिचित देशलाई एकाएक चाहिँ धर्मनिरपेक्ष राष्ट्र चाहिँ बनाएको कारण हामी सबै नेपाली चाहिँ असन्तुष्टि छौँ। यो हाम्रो जनताको भावना र चाहना अनुसार यो चाहिँ राज्य सञ्चालन भएन। त्यसकारण यो अहिले धार्मिक राज्य व्यवस्था हुनुपर्छ। त्यो चाहिँ यो सनातन धर्मावलम्बीहरूको चाहिँ संस्कार, संस्कृति, सभ्यता अनि चाहिँ आदि इत्यादि सबै कुरा चाहिँ त्यसभित्र पर्छ। र अहिले के पनि गरियो भन्दा यतातिर चाहिँ संस्कृत हाम्रो मूल भाषा हो र संस्कृतलाई चाहिँ अनिवार्य गरिएको थियो। त्यो चाहिँ संस्कृतलाई विस्थापित गरेर अङ्ग्रेजीलाई स्थापित गरियो र एउटा शिक्षा प्रणाली पनि फेरियो र चाहिँ नेपालको नैतिक शिक्षा, वैदिक शिक्षा, संस्कृत शिक्षा, योग शिक्षा, गुरुकुली शिक्षा र सिपमूलक शिक्षा, आयुर्वेदिक शिक्षा र सिपमूलक शिक्षालाई अनिवार्य गर्नुपर्नेमा पश्चिमा शिक्षा, क्रिस्चियन शिक्षा ल्याइयो। र यो चाहिँ सबै हाम्रो संस्कार, संस्कृति, आवश्यकता, परम्परा अनुसार यसको विरुद्ध चाहिँ भएको हुनाले यो व्यवस्था ठिक छैन। यो बहुदलीय संसदीय व्यवस्था छ। अहिले बहुदलीय संसदीय व्यवस्था चाहिँ त्यो यसलाई चाहिँ अहिले जुन चाहिँ संविधान छ 2072 साल असोज 3 गते जारी गरेको नेपालको 7औं संविधान यो चाहिँ बहुदलीय संसदीय व्यवस्थाको लागि छ। त्यसका संभाग भनेका राजनीतिक दलहरू हुन् र राजनीतिक दलहरूले यो चाहिँ मुलुक चलाउन सकेनन्। किन भन्दाखेरि उनले जनताको भावना र चाहना अनुसार शासन गर्नै जानेनन्, सकेनन्। र जनताको भावना र चाहना र देशको आवश्यकता एकातिर, दलहरूको चाहिँ मुडे पर एकातिर। त्यसकारण दलहरू फेरि विदेशी विचारधाराबाट सञ्चालित भए। माओवाद, लेनिनवाद अनि चाहिँ मार्क्सवादबाट ल्याउने, तिनीहरूका फोटा राख्ने, तिनीहरूको चाहिँ गलाउने र चाहिँ विदेशी विचार बोक्ने, नेपालीमा चाहिँ प्रयोग गर्ने र चाहिँ त्यहाँ अत्याधिक शोषण गर्ने गरे। र अहिले दुईटा छिमेकीको बिचमा छौँ। यसलाई बफर स्टेट भनिएको छ, त्यो गलत हो। बफर स्टेट भनेको दुईटाको साझा व्यवस्था परेको, जसले चाह्यो त्यसले प्रयोग गर्ने अर्थ जनाउँछ। तर बफर स्टेट पनि होइन नेपाल। र नेपाल दुई ढङ्गको तरुलको रूपमा चाहिँ एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वी शाहले त्यसलाई चाहिँ भन्नुभएको छ। र त्यो यतातिर उत्तरतिर चीन छ। त्यो 2007 सालसम्म चीन चाहिँ नेपालभन्दा गरिब थियो र सन् 1949 मा
अनि चाहिँ जापानबाट स्वतन्त्र भएको मुलुक र अहिले 2083 सम्म आउँदाखेरि उसले यति प्रगति गर्यो 21,476 US डलर उसको प्रति व्यक्ति आएछ र यतातिर 1947 मा ब्रिटेनबाट स्वतन्त्र भएको मुलुक चाहिँ इन्डियाको अहिले 12,974 डलर प्रति व्यक्ति आएछ र नेपालको जम्मा मात्र चाहिँ 1,527 डलर छ। यो यहाँ हामीसँग युरेनियम छ अनि चाहिँ पेट्रोलियम छ चाहिँ अब चाहिँ ग्यास छ तामा छ फलाम छ आदि इत्यादि गरेका खनिजहरू प्रशस्त मात्रामा भएको देश र चाहिँ साधन स्रोतमा सम्पन्न देश विश्वको चाहिँ सुन्दरतामा 1 नम्बर चाहिँ पर्यटक देश र अहिले मिहिनेती हातहरू हाम्रो पुर्खाको इतिहास सबै भएको त्यसकोमा अहिले एसियाकै गरिब राष्ट्र भनेर त चाहिँ अन्तर्राष्ट्रिय मुद्रा कोषले भनिसकेका छ सबै छ। त्यसकारण हामी यति साधन स्रोत हुँदाहुँदै मिहिनेती हात हुँदाहुँदै लगनशीलता निष्ठावान हुँदाहुँदै हामी गरिबीमा किन बाँच्नु परेको छ मूल कुरा यो हो। त्यसकारण यसको मूल चाहिँ कहाँ जान्छ भन्दा यो बहुदलीय संसदीय व्यवस्था 2007 सालपछि जब चाहिँ त्रिपक्षीय सम्झौता भयो दिल्लीमा त्यो दिल्लीको त्रिपक्षीय सम्झौताबाट के भयो भन्दा 3टा कुरा विकृति आयो। एउटा 2007 सालसम्म नेपाल क्रिस्चियन मुक्त राष्ट्र थियो। क्रिस्चियन मुक्त राष्ट्र भएर त्यो सम्झौताबाट क्रिस्चियनलाई चाहिँ ढोका खुल्यो र अर्को कुरा विदेशीहरूलाई नेपाल बन्द थियो। राणाहरूले चाहिँ कुनै विदेशीलाई यहाँ इजाजत दिँदैन थिए र त्यो पनि चाहिँ ढोका खुल्यो। त्यसपछि त्यहाँ अब क्रिस्चियनहरू भित्रिन थाले। अर्को कुरा इन्डियनहरूलाई नेपाल आउँदा 3 दिनको भिसा मिल्थ्यो। 3 दिनको भिसा लिनु पर्थ्यो। चौथा दिनका दिन जानु पर्थ्यो। नगए 5वाँ दिनका दिन यो चाहिँ 4 भन्ज्याङको नेटो कटाउँथ्यो नेपाली सेनाले त्यो विदेशीको त्यो। त्यसपछि के भयो इन्डियनहरूलाई पनि नागरिकता दिन थाल्यो क्रिस्चियनहरू पनि भित्रे विदेशीहरू पनि आउन थाले मुलुक छाडा भयो र त्यसपछि अत्यधिक मात्रामा चाहिँ इन्डियाको हस्तक्षेप बढ्यो नेपालमा र यहाँ चाहिँ 18वटा चाहिँ चेकपोस्ट मिलिट्री चाहिँ 18 पोस्टमा अनि यहाँ मिलिट्री भित्राइयो र सबै अब राजा महेन्द्रकै पालामा कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुँदाखेरि 17वटा चाहिँ चेकपोस्ट हटाइयो तर चाहिँ यतातिर लिम्पियाधुराको चेकपोस्ट बाँकी राखियो र त्यसबीचमा 2028 सालमा चाहिँ हटाउने गर्दै गर्दा आज भोलिभोलि गर्दै गर्दा अनि चाहिँ राजा महेन्द्रको हत्या भयो। त्यो चाहिँ के भयो भन्दा विष दिएर चाहिँ उहाँको हत्या गरियो भन्ने भयो तर हृदयघात भन्ने कुरा त बाहिर ल्याइयो। दाह संस्कार पनि त्यही अनुसार भयो तर चाहिँ उहाँ विष दिएर अनि चाहिँ राजा महेन्द्रको हत्या गरियो भन्ने कुरो छ। त्यसकारण अहिले हामीले खोजेको के भन्दा यो जुन चाहिँ बहुदलीय संसदीय व्यवस्था नेपालमा छ यो देशको हितमा छैन र दलहरूले आपसमा यो कचिङ्गल युक्त भ्रष्ट अति खर्चिलो व्यवस्था हो। यो व्यवस्था भनेको जातपातमा आधारित भेदभावमा आधारित भ्रष्टाचारमा आधारित भागबन्दामा आधारित अनि चाहिँ आरक्षणमा आधारित समावेशी समानुपातिक जातीय तुष्टिकरण र धर्मनिष्ठा संघीयता र गणतन्त्र जस्ता वाहियात विषयहरूमा चाहिँ आधारित छ र यही वाहियात चिजहरूलाई चाहिँ यहाँका अहिलेका दलहरूले चाहिँ हाम्रो उपलब्धि भन्न थाले। हामीले ठुलो सङ्घर्ष गरेर ठुलो चाहिँ बलिदान दिएर योगदान गरेर अनि चाहिँ यो लडाइँ जितेर चाहिँ यो उपलब्धि ल्याएको भने तर उपलब्धिको परिणाम के हो नेपाल छिन्न भिन्न अवस्थामा छ। नेपालको राष्ट्रियता एकदमै इतिहासमै कमजोर छ। त्यसकारण नेपाल जोगाउने हो भने और यो बहुदलीय संसदीय व्यवस्था खारेज गर्नुपर्छ। यसको विकल्प भनेको के भन्दा धार्मिक राज्य व्यवस्था जो चाहिँ सत्य धर्म न्याय नैतिकता मौलिकता पूर्वीय दर्शन वैदिक साम्यवादमा आधारित अनि चाहिँ यो भ्रष्टाचारको मुहानको रहेका मन्त्री र मन्त्रालय पनि नहुने दलहरू पनि नहुने तर सत्ता पक्ष र प्रतिपक्ष भने हुने अनि सत्ता पक्षले शासन गर्छ भने प्रतिपक्षले खबरदारी गर्छ। त्यो नभएसम्म शक्ति सन्तुलन हुँदैन। अनि त्यस्तो खालको राम राज्यको मोडेल हो। जस्तो राम राज्य कुरा गर्नु जस्तो 21औं शताब्दीमा छ नि अब यो राम राज्यको अवस्थालाई हामीले कसरी हेर्ने यो कस्तो किसिमको र कस्तो व्यवहारिक मोडेल हुन्छ वास्तवमा यसको छ। यसो छ यसको कार्यपालिका व्यवस्थापिका र न्यायपालिका सरकारका 3 अङ्ग हुन्। सरकारका कार्यपालिका व्यवस्थापिका न्यायपालिकाको ढाँचा के छ भन्दा पहिले व्यवस्थापिकामा जाउँ। व्यवस्थापिकामा अहिले 165 निर्वाचन क्षेत्र छ। यो संविधान खारेज हुन्छ व्यवस्था खारेज हुन्छ त्यसपछि राम राज्यको व्यवस्था कसरी लागू हुन्छ त्यो बताउँदैछु मैले। अनि यो चाहिँ व्यवस्थापिका हुन्छ प्रतीकात्मक अहिले हामी प्रतीकात्मक नेपाल चाहिँ व्यवस्थापिका संसद भन्छौँ। हाम्रो अहिले जारी छ हाम्रो संसद छ
त्यो के भनेको छु भने प्रतीकात्मक व्यवस्थापिका संसद भन्छौँ। व्यवस्थापिका संसद प्रतीकात्मक, त्यो भनेको के हो भन्दा चाहिँ यो नमुना संसद, त्यो चाहिँ प्रतीकात्मक संसद या धर्म संसद भनेको हो। त्यो धर्म संसद भनेको अहिले निरपेक्षवादीहरूको संसद छ भने हाम्रो सापेक्षवादीहरूको संसद हुन्छ। त्यो 165 निर्वाचन क्षेत्रबाट एक एकजना र चाहिँ यो 35 जना धार्मिक क्षेत्रबाट, यो 5 विकास क्षेत्र छ, 7 जना गरेर 7 गुणा 5 गर्दा 35 जना, त्यता 200 जनाको हाम्रो चाहिँ व्यवस्थापिका संसद धर्म संसद छ। र अर्को कुरा कार्यपालिका, त्यसले फेरि यो के गर्छ भन्दा नीति निर्माण मात्रै गर्दैन, विकास निर्माण पनि यसैको जिम्मा हो। कार्यपालिकाले राम राज्यमा विकास गर्दैन, किन भन्दाखेरि उनीहरू जो जनतामा प्रत्यक्ष चाहिँ संलग्नता हुन्छन्, जनतासँग जो प्रत्यक्ष जोडिएका हुन्छन्, उनीहरूले चाहिँ जनतालाई राम्रोसँग देखेका हुन्छन्, जनताको आवश्यकता बुझ्न सक्छन् र विकासको पनि उनीहरूलाई नै जिम्मा दिने। र अहिले के गर्छ, कार्यपालिकाले सबै कुरा अधिकार आफूसँग राखेको छ र बजेट पनि आफूसँग छ, विकास निर्माण पनि कार्यपालिकाको आदेशमा गरिन्छ। र त्यहाँ बजेट यदि आयो भने त्यो चाहिँ सांसद जुन छ आफ्नो क्षेत्रमा जान्छ, बजेट पढेन भने आफ्नो क्षेत्रमा फर्केर पनि जाँदैन। अहिलेको विकृति हो त्यो, उसलाई विकाससँग सरोकार छैन। तर कतिपय त यो धार्मिक राज्यको रूपमा बुझ्न सक्छन् होला, अथवा यस्तो बुझ्नेलाई तपाईँले कसरी उनीहरूलाई? म भन्दैछु अब यो व्यवस्थापिकामा नीति निर्माण छ, व्यवस्थाकै भन्दैछु। अब कार्यपालिका जान्छ, कार्यपालिकामा 35 सदस्यीय कार्यपालिका हुन्छ, त्यसमा राष्ट्र प्रमुख राजा, राष्ट्र प्रमुख राजा, राम राज्यमा राजा नभएसम्म राम राज्य हुँदैन। अब हामी सबै राजा, यहाँ कुरा के भन्दाखेरि नेपाली मुला सबै ठुलै ठुला, हामी सबै राजा। तर राजा मात्रै भएर पुगेन, महाराज धीराज हुनु पर्यो कि, महाराज धीराज। हामी सबै राजा मिलेर अनि चाहिँ महाराजा बनाउने, महाराजा पछि धीराज बनाउने, त्यो हो अहिलेको चाहिँ राष्ट्र प्रमुख भनेको। त्यसकारण त्यो राष्ट्र प्रमुख चाहिँ एकजना हुन्छन्, अनि 2 जना के हुन्छ भन्दा राज्य प्रमुख र उपप्रमुख। त्यो राज्य जनताबाट चुनिन्छन्। राज्य प्रमुखले सचिवालय हेर्छ, मन्त्रालय हुँदैन। सचिवालय अहिले चाहिँ यो जुन 18 वटा सचिवालय मन्त्रालय भनेको छ, त्यसलाई घटाएर हामी चाहिँ 9 वटा सचिवालय हुन्छन्। अनि त्यो सचिवालय हेर्छ। अनि उपप्रमुखले अर्थतन्त्र हेर्छ। अर्थतन्त्रमा चाहिँ राष्ट्र ब्याङ्कदेखि सारा अर्थतन्त्र उसैको जिम्मामा हुन्छ। त्यो चाहिँ जनताबाटै म यस्तो किसिमको अर्थतन्त्र बनाउँछु, आत्मनिर्भर अर्थतन्त्र। अहिले परनिर्भर अर्थतन्त्र छ, अनि हामीलाई आत्मनिर्भर अर्थतन्त्र चाहियो। त्यो म बनाउँछु भनेर उसले चाहिँ जनतामै चाहिँ आफ्नो घोषणा गरेर बाचा भएर चाहिँ प्रदेशमा छनौटबाट आएको हुन्छ। त्यो 2टा भयो। अनि अब 32 जना चाहियो। 32 वटा आयोग हुन्छन्, जस्तै शिक्षा सेवा आयोग, स्वास्थ्य सेवा आयोग, अनि वन संरक्षण आयोग, उपभोक्ता संरक्षण आयोग, यस्ता 32 प्रकारका आयोगका आयुक्तहरू हुन्छन्। ती आफ्ना क्षेत्रबाट चुनिएका आएका हुन्छन्। तिनी आयुक्तहरू कार्यपालिकाका पदेन सदस्य हुन्छन्। भनेपछि उनले अब शिक्षा क्षेत्रबाट आएको आयुक्तले शिक्षा क्षेत्र हेर्छ, अब चाहिँ स्वास्थ्यबाट आएकोले स्वास्थ्य हेर्छ, वनबाट आएकोले वन हेर्छ, अनि मानवाधिकार आएकोले मानवाधिकार हेर्छ। आफ्ना क्षेत्र भएको हुनाले यहाँ मन्त्री र मन्त्रालयको आवश्यकता छैन, कसैले कसैको आदेश दिनुपर्ने आवश्यकता छैन। र कार्यपालिका सहजकर्ताको रूपमा मात्रै हुन्छ, यसले शासन गर्दैन। र जनता जनार्दन हुन्छन्, जनता निर्णायक हुन्छन्, जनता ईश्वर हुन्छन्। ईश्वरको रूपमा जनताको सम्मान हुनुपर्छ, ईश्वरको रूपमा जनतालाई चाहिँ सेवा गर्नुपर्छ भन्ने चाहिँ राम राज्यको मूलभूत धारणा हो। र अर्को कुरा आयो न्यायपालिका। न्यायपालिका अहिले एकदमै भ्रष्ट छ र अति खर्चिलो छ, र पैसा हुनेले मात्र न्याय पाउने, पैसा नहुने अन्यायमा मर्नुपर्ने अवस्था छ। त्यसकारण यसको सुधारको लागि मान्छेले निशुल्क न्याय पाउनुपर्ने उसको प्राकृतिक नियम हो, उसको हक हो, जन्मसिद्ध अधिकार हो। तर त्यो अधिकारबाट हामी वञ्चित छौँ। त्यसकारण यो न्यायपालिका निशुल्क हुन्छ। निशुल्क कसरी हुन्छ? जस्तै न्यायिक क्षेत्रभित्रका जति पनि चाहिँ वकिलहरू छन् या चाहिँ न्यायाधीशहरू छन्, जो पनि त्यो न्यायिक क्षेत्रभित्रका सम्बन्धित व्यक्तिहरू छन्, उनीहरूको त्यहाँ उम्मेदवारी हुन्छ। म प्रधान चाहिँ न्यायाधीश बन्ने, म चाहिँ सहायक न्यायाधीश बन्ने, यस्तो किसिमको त्यहाँ चाहिँ प्रतिस्पर्धा हुन्छ। उनीहरू उम्मेदवार हुन्छन्। प्रधान न्यायाधीश एकको ठाउँमा चाहिँ 10 जना उम्मेदवार हुन्छन्, र उनीहरूले भोट हालेर यसको चाहिँ आचरण ठिक छ, यसले घुस खाँदैन, यसले चाहिँ छिटो न्याय गर्छ, यो जनताको पक्षमा न्याय गर्छ भन्ने खालको जनतालाई जहाँ त्यो न्यायिक क्षेत्रभित्र लाग्छ उसैले चाहिँ मत पाउँछ। उसैले चाहिँ बढी मत जो पाउँछ ऊ प्रधान न्यायाधीश हुन्छ। त्यसपछि कम हुने त्यही अनुसार चाहिँ सहायक न्यायाधीशहरू हुन्छन्। र अहिले सर्वोच्च अदालतमा एउटा मुद्दाको लागि वर्ष दिनसम्म तारिख धाउनुपर्छ, तपाईँको पेशीमा पैसा हुँदैन। र 27,000 त्यहाँ मुद्दाहरू पेन्डिङ छन्।
त्यहाँ विचाराधीन छन् तर चाहिँ पालो आउँदैन। हामी के भन्छौँ भन्दा अब अतिरिक्त 50 जना न्यायाधीश नियुक्त गर्ने हो भने र एउटाले अब न्यायाधीशले चाहिँ 10वटा चाहिँ मुद्दा फैसला गर्ने हो भने त त्यो त 27,000 पेन्डिङ न्यायाधीश एकै वर्षमा सकिन्छ। मान्छेले जनताले चाहिँ छिटो न्याय, त्यो त सरकारले योजना बनाउनु पर्यो नि छिटो उनलाई शिक्षा, स्वास्थ्य, रोजगार, आवास, ऊर्जा, न्याय र निर्वाचन यी सबै चाहिँ उपलब्ध गराउने चाहिँ त्यस्तो किसिमको विधि विधान हुनु पर्यो। अहिले यो बहुदलीय संसदीय व्यवस्थामा यो सम्भवै छैन, यो सोचै छैन। र जो बहुदलीय संसदीय व्यवस्था के छ भन्दा चाहिँ जनता केन्द्रित गर्नुपर्ने, जनतालाई केन्द्रमा राख्ने, जनतालाई बलियो बनाउनेमा छैन, जनतालाई निरीह बनाउने, जनतालाई असहाय बनाउने, जनतालाई गरिब बनाउने, जनतालाई कङ्गाल बनाउने, जनतालाई आफ्नो इसारामा नचाउने, आफ्नो जुठो खाने, आफ्नो झोला बोक्ने त्यस्तोमा चाहिँ प्रयोग गरिने भइराखेको छ। त्यसबाट जनताको स्थिति राम्रो छैन। हामी सबै निरीह भएर बाँच्नु परेको छ। यो सबै व्यवस्था यो बहुदलीय संसदीय व्यवस्थामा सम्भव नभएको हुनाले हामीले चाहिँ वैकल्पिक राजव्यवस्था, वैज्ञानिक रामराज्य व्यवस्थाको प्रस्तुति गरेका छौँ र हामीले यो 7औं संविधानको सट्टा हामीले चाहिँ 8औं संविधानको हामीले चाहिँ यहाँ परिपालन गरेर हामीले चाहिँ यो संविधान हामी जारी गरेका छौँ। यस्तो खालको हाम्रो 8औं संविधान छ। यो चाहिँ गएको 2082 साल पुस 27 गते राष्ट्रिय एकता दिवसको दिन पृथ्वी शाहको शालिग अगाडि हामीले विधिवत चाहिँ मान्छेहरू पत्रकार सम्मेलन गरेर यो 8औं संविधान जनमत सिर्जना गर्नको लागि हामी जारी गरिसकेका छौँ। र यस सन्दर्भमा अहिले बहुदलीय संसदीय व्यवस्था ठिक कि रामराज्य व्यवस्था ठिक भनेर जनतालाई सोध्ने, जनमत सङ्ग्रहमा जाने र जनताले चाहिँ स्वीकारोक्ति गएपछि जनमत चाहिँ जनताको पक्षमा भयो भने यो चाहिँ सगौरव यसलाई चाहिँ लागू गर्ने यो संविधान भन्ने हाम्रो तयारी छ। र अहिले मान्छेलाई जनतालाई चाहिँ एकतर्फी चाहिँ लाभ दिएको अवस्था छ, त्यस्तो हुँदैन। अहिलेको संविधान व्हिप जारी गरेर पार्टीहरूले जारी गरेको संविधान हो। यो संविधान चाहिँ हामी नेपालीहरूले बनाएको दुईचोटि चाहिँ संविधान सभाको निर्वाचन भए पनि त्यहाँ चाहिँ त्यो संविधान लेख्ने काम भएन र केही विचारहरू केही चाहिँ लिने गरियो। यो चाहिँ इन्डिया मुलुकको केन्याली नागरिक एस घाईले लेखेको, यो विदेशीले लेखेको संविधान हो। र चाहिँ यहाँ अब 4 पटक प्रधानमन्त्री मन्त्री भएको चाहिँ केशरबहादुर विष्टजी हुनुहुन्छ, म यो संविधान मान्दैन, यो विदेशीले लेखेको संविधान भन्दै गर्नुहुन्छ। र चाहिँ वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने हुनुहुन्छ, यो चाहिँ नेपालको समस्याको जडै संविधान हो भन्नुहुन्छ। हामी के भन्छौँ भन्दा जुन दिन यो संविधान खारिज हुन्छ त्यही दिन नेपालका आधा समस्या समाधान हुन्छन्। त्यति किसिमको जटिलता छ यो संविधानमा। यसले चाहिँ 884 व्यक्तिलाई चाहिँ राज्य जनताले पाल्नुपर्ने, जनताको भत्ता खाएर बस्नुपर्ने यस्तो किसिमको छ। राष्ट्रिय सभाको त्यसको कुनै औचित्य छैन, त्यहाँ पनि मान्छे राखेर चाहिँ पैसा खुवाइया छ। अनि चाहिँ यो 110 जनाको समानुपातिक छ, त्यसमा पनि कोही काम छैन। र चाहिँ यहाँ खर्च बढाउने संहिताको कामै छैन। संहिताले 170 अरब वर्षैपछि चाहिँ खर्च भइरहेको छ। यो संहिता पनि काम छैन। हाम्रो त जीवन स्तर माथि उठ्नु पर्यो नि। यो नेपालमा कोही सुकुम्बासी हुनु भएन। अब यहाँ अहिले चाहिँ गचाइ गर्दा यो हुने खाने र हुँदा खाने दुई समूह छौँ, दुईटा चाहिँ नागरिक छन् नेपालमा। अहिले जति पनि छन् यहाँ अब चितवनमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ अधिवेशन छ, त्यो सबै हुने खानेहरूको 200 चाहिँ तोला सुन भएका, 20-25 चाहिँ अरबका सम्पत्ति भएका हुने खाने, त्यस्ता चाहिँ अब 8-8 करोडका गाडी चढ्ने त्यस्ता हुने खानेहरूको त्यो जमात छ। तर हुँदा खाने कोही सुकुम्बासी भएर थन्किया छन्, कोही अस्पतालमा परेका छन्, कोही के छन्, लिङ्ग छ, महँगाई बढेको छ, खाने छैन, बिमारी परेका छन्, औषधि उपचार छैन, अन्यमा परेका छन्, कुनै न्याय छैन। अनि अब निर्वाचनमा जसको पैसा छ त्यही मात्रै निर्वाचनमा उठ्न पाउँछ, पैसा नहुने मान्छे निर्वाचनमा उठ्न पाउँदैन। त्यसकारण यसको चाहिँ आमूल परिवर्तन गर्नको लागि, यसको कायापलट गर्नको लागि यो व्यवस्था खारेज हुनुपर्छ र नेपालमा राम राज्य व्यवस्था आउनुपर्छ। मैले यहाँसँग कुरा राखेँ, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका कुरा राखेँ, सरकारको सरकार सञ्चालन चाहिँ कुरा राखेँ। र अर्को कुरा यहाँ के छ भन्दा यो चाहिँ वैदेशिक हस्तक्षेप अत्यधिक बढी छ र यो वैदेशिक हस्तक्षेपका कारण हाम्रो चाहिँ नेपालीहरूले पनि आफ्नो चाहिँ कारबाही गर्न पाउनु, विदेशीहरूको इसारामा, विदेशीहरूको चलखेलमा अनि चाहिँ गर्नुपर्ने अवस्था छ। र यसको अहिले हाम्रो यहाँ चाहिँ यो चुच्चे नक्सामा इन्डियन सेना छ। र अहिले हामी के भन्छौँ भन्दा जबसम्म चाहिँ इन्डियाले चुच्चे नक्साबाट हाम्रो यथा गड्डा चौकीबाट जहाँ जहाँ चाहिँ आफ्नो 8-9 ठाउँमा चाहिँ उसले प्रहरी र चाहिँ सेना राखेको छ, त्यो पहिले खाली गर, त्यहाँबाट हटाऊ।
अनि मात्र तिमीसँग वार्ता गर्छौँ हामी भन्न सक्नुपर्ने। त्यस्तो किसिमको यो सरकारले भन्न सक्ने त्यो भन्नुभएको हुनाले राम राज्यले त्यो भन्छ। राम राज्यले चाहिँ जनकूटनीति पनि अपनाउँछ, राष्ट्रसँग हार गुहार पनि गर्छ र चाहिँ यो सबै कुरा गरेर यो चाहिँ सीमा चाहिँ यो इन्डियाको अवधिमा फर्काउँछ। हाम्रो उपाय सजिलो छ। जनकूटनीतिमा जबसम्म चाहिँ इन्डियाले नेपालबाट आफ्नो सेना फिर्ता लाँदैन तबसम्म हामी इन्डियन उत्पादित सामान कुनै पनि चाहिँ प्रयोग नगरौँ, इन्डियन सामान बहिष्कार गरौँ। उसको 12 खरब जतिको चाहिँ यहाँ व्यापार हुन्छ। यदि त्यो बहिष्कार गऱ्यो भने उनको व्यापार चाहिँ एकदमै ठप्प हुन्छ र इन्डियनहरू नै उक्सिन्छन्। उसको नेपालीहरूको चाहिँ यो निचेको सीमा चाहिँ फिर्ता गरौँ, हामीलाई चाहिँ यो सुरक्षित गरौँ। हामी चाहिँ हाम्रो सबै अर्थतन्त्र, हाम्रो सबै व्यापार चौपट भयो भन्ने खालको ती इन्डियनमै नेपालमा भन्दा इन्डियामै चाहिँ आन्दोलन होस्, इन्डियनहरू नै त्यो ज्ञान पसोस्। छोटा सा देश है, गरिब देश है भन्ने अनि नेपालकै जग्गा मिचेर राख्ने, नेपाललाई काखीमा च्याप्ने, नेपाललाई रुवाउने। त्यति मात्र नभएर चाहिँ अब त्यहाँ इन्डियाले अहिलेसम्म चाहिँ नेपाललाई हुने खाने कहिल्यै हुन दिँदैन र चाहिँ जुन सबै काममा अब नेपालको चाहिँ अहिले पूर्वमा चाहिँ सुपारी चाहिँ बन्द गरेको छ, अलैँची बन्द गरेको छ, अदुवा बन्द गयो, चिया बन्द भयो, अनि चाहिँ चिनी आउन दिँदैन भन्छ। तरकारी चाहिँ आँप पनि चाहिँ खराब त्यो खाएपछि बिरामी हुने, मान्छे मर्ने, त्यस्तो खालको चाहिँ विषादी युक्त चाहिँ आँपहरू ल्याउने हामी खाँदैनौँ भनेपछि त्यो चाहिँ अहिले त्यहाँ रडाएको छ। अनि सागसब्जी, त्यसो भएर हामीले जबसम्म चाहिँ इन्डियन सामान बहिष्कार गर्दैनौँ तबसम्म हाम्रो नेपाली सुरक्षित हुँदैन र चाहिँ नेपालबाट इन्डियन सामान, इन्डियन सेना फिर्ता जान्न, यति कुरा बुझौँ। यो भन्न सक्ने हैसियत यो चाहिँ यिनीहरूको सरकारमा छैन। त्यसकारण आजसम्म कुनै पनि मान्छेले इन्डियामा गएर त्यहाँको चाहिँ पदाधिकारीहरूसँग, प्रधानमन्त्री मन्त्रीहरूसँग तिमीहरू चाहिँ हाम्रो यहाँ चुच्चे नक्साबाट तिमीहरूको इन्डियन सीमा फिर्ता गर अनि मात्रै वार्ता गर्छौ भन्ने आजसम्म कसैले भनेको छैन, भन्न पनि सक्दैनन्। त्यो हैसियत राम राज्यले राख्छ। तर यसो छ नि, हिजोका दिनसम्म कतिपय दलहरूले छ नि सरकारमा नपुगिन्जेलसम्म तपाईँको जस्तै कुरा गर्थे, सरकारमा पुगेपछि फेरि तिनै छ नि जुन छिमेकी मुलुककै भर पर्न थाले होइन। र यो समयमा भनौँ न अब राम राज्यको हामीले कुरा गरिरहेका छौँ, राम राज्यको उसमा जस्तो यो अतीतको कुरा हो। यसलाई छ नि अब पहिलेको जमानाको कुरालाई अब यतिखेर शिरोधारा गर्न सक्ने 21औं शताब्दीमा छ नि यसलाई कसरी सम्भव छ भन्ने एक थरीको गुनासो छ। यसलाई चाहिँ तपाईँले चाहिँ कसरी प्रश्न पार्नुहुन्छ? यसो छ, यो राम राज्य चाहिँ भनेर गफमा मात्रै हामी सीमित छैनौँ कि। तपाईँको एउटा कथा, दन्त्य कथा सुनाउने। एकादेशमा चाहिँ एकजना राजा थिए, उनको राज्यमा चाहिँ राम राज्य थियो। कुकुर रोएको पनि चाहिँ त्यहाँ राजाले सुन्थे, गएर चाहिँ बुझ्थे, कुकुरको भाषा बुझ्थे। र किन चाहिँ रोइस कुकुर भन्दा मलाई चाहिँ एउटा चाहिँ पुजारीले पिट्यो अनि त्यहीँ मैले न्याय पाइन रोएको हो भन्यो। अनि त्यही फेरि त्यो राजाले भने त के गर्नु पर्यो त न्याय पाउनु, तैँले आफै भनेपछि त्यो पुजारीले चाहिँ त्यो चाहिँ मलाई पिट्ने चाहिँ बाहुनलाई अनि पुजारी बनाइदिनु पर्यो त्यो फलानु मन्दिरको भनेपछि उसले चाहिँ किन त्यो गरेपछि उसले के पाउँछ भन्दा उसले सेवा गर्नु पर्यो सबैको। अनि कुरा बुझ्छ उसले, अनि बल्ल त्यसको पाप काटिन्छ, म खुसी हुन्छु भन्ने कुरा भयो। त्यसपछि पहिले उसलाई त्यो बाहुनलाई चाहिँ पुजारी बनाउने भयो भन्ने एउटा कुरा आउँछ। अर्को कुरा सानोतिनो चाहिँ घरका कुरा, दुःख सुखका कुरा सबै कुरा त्यहाँ आउँछन् राम राज्यमा। राम राज्यमा प्रत्येक व्यक्तिको भावना र चाहना अनुसार शासन हुनु पर्यो। कुनै कसैको पीडा सुन्नु भएन। यहाँ अहिले कसैको कुरा सुन्छ, हामी अहिले मिडियामा यसरी चाहिँ बोलिराखेका छौँ, यो अन्याय भयो, अत्याचार भयो, हामी सीमा मिचिया छ, यो काम गर, अनि यसरी चाहिँ हाम्रो सीमा फिर्ता हुन्छ, अनि हामी यसरी आत्मनिर्भर हुन्छौँ, अनि हाम्रो वैदेशिक रोजगार बन्द हुन्छ, संसारभर छरिएर रहेका आफ्नो पेट पाल्नको लागि अनि चाहिँ आफ्नो नागरिकता र चाहिँ स्वाभिमान बिक्री गर्दै, स्वाभिमान चाहिँ धितो राख्दै संसारभरि फैलेका नेपालीहरूलाई स्वदेशमा फर्काऊ, यहीँ काम देऊ। अहिले तत्कालै चाहिँ हाम्रो सैन्य शक्ति बल बनाऊ। अहिले 96,000 सेना छ, यसलाई नेपाली सेना 5 लाख बनाऊ, अनि चाहिँ औद्योगिक सेना, हरित सेना, विकास सेना र पर्यटन सेना गराएर 5-5 लाख गराएर 20 लाख अर्धसैनिक बल बनाऊ। अनि 25 लाख हुन्छ। प्रत्येक घरमा चाहिँ सैन्य तालिम देऊ, 3 महिनाको तालिम देऊ, त्यहाँ पनि चाहिँ आंशिक रूपमा रोजगार पाउँछन्। हामी यतातिर अहिले चाहिँ ठुल्ठुला उद्योग धन्दा नगरे पनि यो सैन्य शक्तिमा हामी चाहिँ बल हौँ। एकातिर चाहिँ हाम्रो म्यान पावर चाहिँ संसारभरि छरिएर चाहिँ दुःख पाइराखेको छ भने एकातिर चाहिँ हाम्रो सैन्य शक्तिमा चाहिँ तल छौँ, हामी नगन्ने छौँ। छिमेकीले हेपिराखेको छ, हाम्रो सीमा
अतिक्रमण गरिराखेको छ, हाम्रोमा नेपालभित्रै उसको सेना राखेर चाहिँ कब्जा गरिराखेको छ, यतातिर दोहोरो छ। त्यसकारण यो म्यान पावर, यो जनशक्ति यसमा प्रयोग गरौँ, आफ्नो शान्तिको सुरक्षामा प्रयोग गरौँ भन्ने कुरा राख्दै गर्दा र चाहिँ यो अहिले हामीले अर्को कुरा, यो जुन चाहिँ संविधान छ यो चाहिँ अहिले प्रणाली, राज्य प्रणाली बुझ्नुहोस्, यो चाहिँ शासकीय राजकीय प्रणाली जति छ। जस्तै अब राष्ट्रपतीय प्रणाली अमेरिका अग्रणी छ, उसमा 13 पानाको चाहिँ संविधान छ। सबभन्दा संसारकै सबभन्दा सानो संविधान अमेरिकाको गणतन्त्रात्मक संविधान हो त्यो। अनि अर्को कुरा संसदीय व्यवस्थाको संविधान छ, संसदीय व्यवस्था छ ब्रिटेनमा, त्यहाँ यस्तो संविधान छैन, त्यहाँ अलिखित संविधान छ। त्यहाँका आवश्यकता अनुसार कानुन बनेका छन्, त्यही कानुनलाई संविधान सरह मानेर त्यहाँको राज्य सञ्चालन हुन्छ ब्रिटेनको। तर उसले 68 देशमा शासन गर्यो। 68 देशमा शासन गर्दाखेरि त्यो सबै देशमा चाहिँ संसदीय व्यवस्था लागू गर्यो। र इन्डियामा पनि उसले चाहिँ उपनिवेश थियो, उसको चाहिँ त्यहाँ गर्दाखेरि उसले संसदीय व्यवस्था लागू गर्यो। र हाम्रा नेपालका नेताहरूले पनि त्यहाँको संसदीय व्यवस्था चाहिँ यतातिर चोरेर लिएर आए र त्यही संसदीय व्यवस्था लागू गरे। संसदीय व्यवस्थाको हविगत 2007 सालदेखि नेपालमा घुमाइफिरे संसदीय व्यवस्था छ। नेपाल चाहिँ यस्तो किसिमको चाहिँ दरिद्र छ। छिमेकीको चाहिँ अब इन्डियाको प्रतिव्यक्ति आय 12,974 हुने र उत्तरतिर चाहिँ चीनको चाहिँ प्रतिव्यक्ति आय 21,476 डलर हुने, नेपालको चाहिँ साधन स्रोत हुँदाहुँदै 1527 मा किन सीमित हुने? भनेपछि यो व्यवस्था खराब भ्रष्ट व्यवस्थाले सबैलाई भ्रष्ट बनायो। अनि कचिङ्गलयुक्त भ्रष्ट अति खर्चिलो व्यवस्थाले यो चाहिँ बनायो। अब अहिले आएर जातपातको कुरा छ। हर्कराज राई भन्दैछन् हामी चाहिँ तामाङहरू मूलवासी हौँ र हामी हिन्दू होइनौँ, हामी चाहिँ तामाङहरू मूलवासी हौँ र मूलवासीले यो मुलुक चलाउनुपर्छ। छेत्री बाहुनले मुलुक टाट पल्टाए र चाहिँ छेत्री बाहुनको सट्टा चाहिँ मूलवासीले मुलुक चलाउनुपर्छ भन्छन्। तर यिनीहरूले आफ्नो धर्म परिवर्तन गरेर क्रिस्चियन भएछन् र क्रिस्चियन राष्ट्र बनाउनुपर्छ, क्रिस्चियनको चाहिँ आधिपत्य हुनुपर्छ भनेर भन्ने गर्ने हर्कराज राई कसरी चाहिँ राष्ट्रवादी भए? हामी यत्रो झन्डै 82% चाहिँ हिन्दूहरूलाई तहस नहस गरेर यहाँ तपाईँ हामीले क्रिस्चियन राष्ट्र भएको, क्रिस्चियन इसाईकरण भएको मुलुक तपाईँ देख्न सक्नुहुन्छ। त्यसकारण सम्पूर्ण यो क्रिस्चियन राष्ट्र बनाउने पनि यही सरकार हो। नेपालीलाई अपराधी बनाउने, नेपालीलाई गरिब बनाउने, जातीय द्वन्द्व फैलाउने, अनि चाहिँ यहाँ हिंसा फैलाउने, विवाह अनि गर्ने सबै सरकारको नीति छ। त्यसकारण उसले चाहिँ विभाजन गर र राज गर भन्ने नीति अनुसार यो गरेको छ। त्यसकारण कुनै पनि अवस्थामा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, नागरिक हैसियतले कुनै पनि हर्षमा यो बहुदलीय संसदीय व्यवस्था नेपालको हितमा छैन। यो असफल भइसकेको छ। असफल व्यवस्थालाई टालटुल गरेर फेरि त्यसैलाई निरन्तरता दिनु महामूर्खता हो। अहिले चाहिँ अब दुर्गा प्रसाईले चाहिँ अब यो जनताको भुइँ मान्छेको नेता भएर चाहिँ हिँड्नु भएको छ र अहिले चाहिँ धवल शमशेर रापरवाको चाहिँ तोडताड गरेर फेरि धवल शमशेरलाई अध्यक्ष बनाएर फेरि एउटा दल खोल्नु भएको छ। त्यो दलीय व्यवस्था असफल भएको छ भने अब नयाँ दलले के गर्छ? केही गर्दैन। त्यसकारण यो दलीय व्यवस्थै खारेज गरौँ। सबैको मानसिक रूपले दलीय व्यवस्थाको मोह भ्याङ गरौँ। दलबाट काम छैन। अरू दलमा लागेका जति पनि चाहिँ दाजुभाइ दिदीबहिनीहरू हुन्छ, दल परित्याग गर्नुहोस्। नेपालको भलो चाहनुहुन्छ भने र चाहिँ यो चाहिँ देशको चाहिँ राष्ट्रियता बलियो हुन्छ, सबै कुरा फर्काउनुहुन्छ भने रामराज्यले जुन एजेन्डा ल्याएको छ तपाईँ चिन्तन मनन गर्नुहोस्, रामराज्यको संविधान पढ्नुहोस्, रामराज्यको मार्गदर्शन पढ्नुहोस्, विधि बनाउनुहोस्, विधान पढाउनुहोस्। हाम्रो 3 महिनामा नेपाललाई स्वर्ग बनाउने चाहिँ बडापत्र पनि हाम्रो तयार छ। सारा कुरा छ। त्यसकारण यसलाई अध्ययन गरौँ, लागौँ, चिन्तन गरौँ, देशको लागि माया गरौँ, अनि हामी सबै चाहिँ देशभक्त स्वाभिमानी राष्ट्रवादी बनाउँ, सबै चाहिँ रामराज्यमा लागौँ। अबको विकल्प भनेको नेपालको रामराज्य हो। रामराज्यले जब आफ्नो 8औं संविधान जारी गर्न तयारी गरिएको छ भने एउटा छुट्टै धर्म र राजनीतिलाई सँगसँगै लाने र चाहिँ राजनीतिले धर्मलाई मार्गदर्शन गर्ने, राजनीतिले धर्मलाई संरक्षण गर्ने र चाहिँ धर्मले राजनीतिलाई मार्गदर्शन गर्ने एउटा चाहिँ धर्म राजनीतिलाई उत्तिकै महत्त्व दिने खालको एउटा व्यवस्था सिद्धान्त चाहिँ प्रतिवाद गरेर अनि नयाँ व्यवस्थाको विकास गरेर संविधानसम्म जारी गरेको अवस्थामा यो चाहिँ हावाको भरमा, गफको भरमा हुने त त्यो चाहिँ तर्क छैन नि त त्यहाँ। त्यसकारण हजुरलाई हामीले वैकल्पिक राज्य शक्तिको, वैकल्पिक व्यवस्थाको चाहिँ रूपमा हामीले रामराज्य व्यवस्थालाई जनसमक्ष प्रस्तुत गरेका छौँ।